आज चाहिँ हामी जाँदैछौँ कहाँ जाँदैछौँ डुल्न केमा भन्दाखेरि क्रस फायर है। हाम्रो क्रस फायर चाहिँ छुट्टै छ, नयाँ लन्च भएको हो। भर्खरै लन्च भएको क्रस फायर छ। अनि त्यसैमा चाहिँ हामी जान्छौँ डुल्न। आजको वेदर चाहिँ एकदमै राम्रो। त्यो क्रस फायर चाहिँ यहाँ छ कि अब हेर्नु क्रस फायरबाट चोर्छन् भनेर चाहिँ अलि राम्रो ठाउँमा राख्नुपर्छ, ढोकासोका लाएर टक्क त्यही भएर चाहिँ हामी ढोका लाउने गर्छौँ। त्यो क्रस फायर डेनमा हो नि, त्यो क्रस फायर कस्तो हो भनेर कमेन्ट चाहिँ गर्नु नबिर्सिनु है। ऊ चाहिन्छ भने चाहिँ धेरै पर्दैन, 1.5 लाखमा दिइहाल्छु मैले, किनकि अब भिडियो हेरेर आउनुहुन्छ नि त, त्यही भएर चाहिँ भिडियो हेरेको भएर। अनि यो क्रस फायर चाहिँ निकाल्नु पर्यो के। उठाले रे देवा, उठाले रे बाबा। सक्छौ क्रस फायर नपल्टाऊ है, स्क्र्याच लाग्छ फेरि। हेर्नु हाम्रो यस्तो खतरा यस्तो बाल छ नि यो, हेर्नु क्रस फायर हाम्रो त केही नि हुन्न, केहीमा बहुत राम्रो हो। भर्खरै लन्च भएको, भर्खरै धेरै बेर भएको छैन, हामीले पनि किनेको धेरै भएको छैन, त्यही भएर चाहिँ हामी ढोका लाएर राखेको हो। यो चाहिँ डिजाइन हो है, यो केही होइन यस्तो यो खियासिया लगाएको होइन, हाम्रो चाहिँ डिजाइन हो। सबैले हेरिदिन्छ हौ। क्रस फायरलाई यति स्क्र्याच लायो भने खान्छौ तिमी यस्तो। त्यो गर नपल्ट्यौ है फेरि। जाऊ 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 जाऊ, डर लाग्यो भाइ यहाँबाट। आऊ आऊ जाऊ के जाऊ। ओए अर्को नि है भर्खर ल्याउनुमा लन्च भएको सबै ल्याउँदैछन् के भाइरल। ढोका त लाएर आऊ। यो ढोका लगाएर आउनुपर्छ। मैले ढोका लगाउँ मिल्दैन। रोक्नु अब एकछिन भ्लग इन्ड गरेर चाहिँ म ढोका लगाउँछु। बाई बाई जाऊ। ल गाइस अब चाहिँ म बस्छु, त म भागेर बस्छ कि मलाई कस्तो क्रस फायरमा नि भागेर बस्ने भन्दिनँ हौ। ल म बस्छु फेरि उता बस यो चलाउँछु नि म बस्छु। ओए म बसेँ राम्रोसँग हिँड है। खै कता हो स्कुटी जाने। यस्तो मजा आउँछ हेर्नु। चाहिन्छ भने चाहिँ 1.5 लाख जति लिएर आउनुलाई हाम्रो घरमा। एड्रेस नि हाल्छु। एड्रेस चाहिँ कमेन्ट गर्नु ल, मैले हालिदिइहाल्छु। गाइस अब चाहिँ मैले फाल्टु साल्दै हिँड्यो। ओए म धजियाबाट आइन्छु र हिँड्ने त। ओए अक्षता हो अक्षता। ऊ हेर्नु अक्षता यस्तो मिस गर्छु। अक्षता होइन कि अक्षता। अक्षता न वर्ष ल वर्ष। मेरो नाम पनि भाइ धजिया। ओए मैले त राम्रोसँग बस्न नि सकेको छैन यहाँ त। यस्तो भ्यू चाहिँ यति खतरा खाले के भनौँ र। ओए कुन बाटो लिएर हिँड्यौ र तिमी। म थाहा होइन, मलाई कता बिचमा लिएर जान सक्छु। कुनको बाटो जाने हेरेर चलाऊ। बाटो नि देखाइदिनु। यति राम्रो बाटो छ हेर्नु बाटो नि। तिम्रो फेस चाहिँ देखिन क्या हो। धन्न लोटिन म। यस्तो उफ्रे थिएँ म। तिमी धोका नहेर्ने है, साँच्ची कस्तो लोटिन्छ। मतलब
खाल्टोमा के राम्रो हिँड न यत्रो राम्रो बाटो छ कति राम्रो छ कि बाटो पनि देखाइदियो नि पुरै पिच गरेको यस्तो बाटो त भर्खरै म यतातिर फर्केको छु है गाइस म चाहिँ सक्दैन अहिले यस्तो राम्रो बाटो छ नि त अब सरकारले यस्तो राम्रो बाटो आइदियो त्यही भएर चाहिँ मैले अहिले राम्रो बाटो आएपछि चाहिँ ब्लग स्टार्ट गर्छु है हामी चाहिँ राम्रो बाटोमा आयो यिनी चाहिँ बहुत कुदाएको थियौँ कि त्यही भएर मैले भ्लग गरेर पनि सकेन अनि मैले पदार्यो भने त भइयो खल्यो भने त चकनाचुर हुन्छ अगाडि त्यो पुल देख्यो है कुन पुल त त्यहाँ देखेछ तर यहाँ त्यो पुलमा जाने हो तर घुमेर यताबाट ए मजो हेर्नुहोस् गाइस यहाँको भ्यू यति ग्रिन ग्रिन छ ग्रिन ग्रिन ग्रिनरी किन हाल्नु छैन तिमी स्कुल किन जान्छौ फन्नी कमेन्ट हुनु पर्यो कमेन्ट नै एन्सर कमेन्ट अब तपाईँ गर्नु पर्यो है तपाईँहरू किन मेरो स्कुल स्कुल तपाईँहरू किन स्कुल जानुहुन्छ फन्नी कमेन्ट हुनु पर्यो मा मैले सबैको अनि कुनै दिन मैले चाहिँ त्यो कमेन्ट पढेर चाहिँ भिडियो बनाउँछु जसको मतलब फन्नी धेरै कमेन्ट हुन्छ त्यसको चाहिँ मैले धेरै कमेन्ट पढ्छु त्यही भएर धेरै फन्नी हुनु पऱ्यो नराम्रो हुनु भएन राम्रै हुनु पऱ्यो तर फन्नी हुनु हुन्छ आज मलाई अल्लाहले बोलाउँछ जस्तो छ अल्लाह अल्लाह गाडी आयो ठोकेला फेरि अब त हामी जान्छौँ पुलतिर त्यो पुल चाहिँ कता टाइगर प्यालेस जाऊँ पैसा त छैन त्यही पनि जाऊँ न गाइज हामीलाई चाहिँ मोबाइलले धोका दिएर किनकि स्टोरेज फुल भयो किनकि हामीले धेरै ब्लग बनायौँ अनि हामी चाहिँ यसो डिलिटहरू मतलब फोटोहरू भिडियोहरू डिलिट गर्न रोकेको थियौँ अनि हामीले चाहिँ टाइगर प्यालेस आइसक्यौँ यिनको तिम्रो दाइले पनि काम गर्नुहुन्छ होइन त्योमा अब के गर्ने यो छैन मनी छैन त्यो चाहिँ हामी जान्नौँ अब चाहिँ हामी यति अगाडि गएर राम्ररी देखिहाल्छ यहाँबाट राम्रो देखिहाल्छ त्यतिर घुम्टी पनि छ कि त्यहाँबाट फर्किँदा चलो अब यहाँबाट जाम घर फेरि स्टोरेज फुल हुनसक्छ मोबाइल खत्तम छ त्यही भएर चाहिँ हामी जान्छौँ घर अनि बिचमा चाहिँ हामी भ्लग किन बन्द भयो भन्दाखेरि हामी चाहिँ भ्लग त बनाउनु लागेकै थियौँ अनि त्यो भ्लग सुरु गर्दा गर्दा कतिखेर मतलब कतिखेर स्टोरेज फुल भएछ र कतिखेर बन्द भएछ भने थाहै पाइएन कि त्यही भएर चाहिँ भ्लग बिचमै इन्ड भयो चलो 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 अब म चाहिँ बस्छु भाग तिमीले त्यो खाल्टोमा नहाल यस्तो खतरा हाल्थ्यौ नि छ्या म त त्यो उफ्रे थिएँ कि सबैमा उफ्रे थिएँ भनेपछि अब बुझ्नु कस्तो थियो होला उयो वर्षा दुईवटा वर्षा आइछन् भाइ त्यहाँ त एउटा नि रहेछ यस्तो भ्यू चाहिँ यस्तो हेर्न भर्खरै यस्तो छ्या यस्तो हैछन् वा तिमी त छ्या कस्तो क्या तिमी त फेरि ओ राम्रोसँग गर है म लुट्छु नि लटेर छ्या अब छैन है त्यहाँ खाल्टोहरू यो चाहिँ भएनै लाने न त कता गएर फर्काइदिन्छु नि छ्या ओ नउडाउन हेर्न राइडर राइडर ए उडाइदिन्छु नि अहिले ओ नगर ओ मेरो कसम है मेरो कसम नकुदाऊ स्कुल अब त्यो पुल आयो अब पुलमा त सुइया जान्छ अब यिनलेको दम पुग्दैन अहिले त उडाइन न अब त्यहाँ उडा दमै पुग्दैन ल भर त
अलि उता लिएर होइन अनि झर्छु यहाँ यतिको दम नपुग्ने एमा के भनौँ म केही भन्न सक्दैन यसको ब्यालेन्स गयो कि यसले चाहिँ धकल्न पर्छ रुक रुक नरुक म बस्छु के बस्छ न त ल ओ नकुदा ओ त्यहाँ हेर धेरै नकुदाउने नाटक नगर है थोरै ब्रेक लाऊ मलाई डर लाउँछ हौ यिनले चलाउँदाखेरि नै यस्तो उडिँदाखेरिको तिमीले केही डर लाउनु अनि लोटेसी थाहा हुन्छ डर हो के हो भन्ने अब यही त हिँड के घर ओ सुन्यौ ओ हेर है नाटक नगर हिँड घर यहाँबाट फर्काऊ यही बाटो जाने हो मेन रोड यस्तो बाटो त म जान्न यस्तो बाटो त आउँदैन तुरुसमा यो बाटो आउँदाखेरि खैला चलाउ मेरो खुट्टा म चलाउन बाबुहरूले नै चलाउनु त्यसै हिँड्दै चलाउनु यार खुट्टा थाको चाहिँ लाग्छ तिमीले राम्रोसँग मोबाइल छोप्नै सक्दैन गाइस अब चाहिँ म चलाउँछु यिनले चाहिँ मोबाइल खस्यो भने त खसिहाल्यो त्यो चाहिँ म छोप्न दिन्छु अब चाहिँ हामी खस्यौँ त्यो नट निक्लियो हो नट नि निक्लियो हो यसमा त झन् आई हेर त के को नट निक्लियो के को नट हो ए यसको हैछ खै हाल्नु मिल्छ पछाडिको खै त यिनले हो कि यिनले हो छोप्नै सक्दैनन् ल गाइस हामी चाहिँ अब घरै गएपछि भ्लग सुरु गर्छौँ अनि इन्ड पनि गर्छौँ अब नि चाहिँ जाँदैछ क्रस फायर राख्न क्रस फायर राख्ने ठाउँ चाहिँ जाऊ मिलमा छोडेर आऊ त बिना काममा कुदे हो अब चाहिँ हामीले भ्लगिङ गर्छौँ बाई बाई गाइस